हेलो, आज तपाईहरुलाई यो म नयाँ चीज प्राय हाम्रो सिक्किममा खाएको छैन। यो प्राय गेजिङमा मात्रै खान्छ। यो हेर्नुस् त, यो चाहिँ नि कसैले इन्चेक भन्दो रहेछ, कसैले याङचेक भन्दो रहेछ है। यो चाहिँ मेरो छोरीले ल्याइदिएको गेजिङबाट। तर यो चाहिँ मैले लास्ट इयर चाहिँ मैले खानु नजानेर चाहिँ कति बिगारेर फाले। अनि यसो विचार गर्दाखेरि चाहिँ यसको अचार पनि खान्छ होला जस्तो लाग्यो। मेरो छोरी आएर बनाएर भुटेर दिँदा चाहिँ साह्रै मिठो भएको थियो। अलिअलि टर्रो, अलिअलि तितो, तर मिठो खालको टर्रो, मिठो हुँदो रहेछ है। अन्त अब खाने मान्छे धेरै छैन। यसलाई चाहिँ आज म छिलेर चाहिँ बयममा पिक्कल लाउनु पर्यो। त्यो हाल्यो भने चाहिँ बरु बिग्रिँदैन। यतिकै राख्यो भने चाहिँ पुरा बिग्रेर जाँदो रहेछ, सुकेर जान्छ। छोरीले अब यो फेरि दबाईमा दबाई पनि हुन्छ अरे। अन्त यो चाहिँ आसाम, नागाल्यान्डतिर, मेघालयतिर चाहिँ पुरा खाँदो रहेछ, खेतो गरी खाँदो रहेछ। बजारमा पुरा बेच्दो रहेछ। हाम्रो त यता यो हतपत देख्दैन। अनि आज चाहिँ यसलाई बाहिरको बोकेर पिल गरेर चाहिँ अचार बनाएर देखाउँछु तपाईहरुलाई। अनि यसको लागि चाहिँ मैले यहाँ अघि तोरी धुएर सुकाएको छु। अनि यो खुर्सानी सुकाएको छु। अनि अरू मसला पनि थुप्रै लाग्छ अलिअलि। तपाईहरुलाई म पिक्कल बनाएर देखाउने छु।